ब्रिजतिर आएछु। वेलकम ब्याक टु माई च्यानल। फेरि पनि अन्सु ब्लगमा हजुरहरूलाई स्वागत छ। म सन्चै हजुरहरूले सन्चै हुनुहुन्छ होला। हामी चाहिँ अब आज मेला जान लाग्यो। हाम्रो दिदीहरू यता मेरो छोराहरू दिदीको छोराहरू यता दिदीको छोरी यो दिदीको छोरी हो। हामी चाहिँ मेला हेर्न जान लाग्यो बर्गा। खेल्न पनि हिँडेको मेरो बहिनी पनि हो तर बहिनीको त हातै कता गायब भयो। ए यहाँ पो रहेछ हात पनि कस्तो गायब गर्छ। एकजना गराएको आइपुग्नु भयो हाम्रो आन्टी मेला जाने भनेर। आज चाहिँ हामी यतिखाले भएर जान लाग्यो साथीहरू। अब हेरौँ कस्तो छ बर्गाको मेला। अगाडि टोली छन् भन्नु न। अझै अगाडि टोली पो खान्छ छन् त त्यो उसहरू कसलाई लिएर सन्ध्याहरू के गइसके। एक टोली गइसके यो अर्को टोली है एउटा अड्डा हाम्रो यता बहिनी चाहिँ यता सरुवा भयो नि दाइबाट दिदीसँग हाम्रो आन्टी हो ए आन्टीले चाहिँ मोबाइल छोड्नु भएको छ साथीहरू। अब चाहिँ हामी अब मेला जिम्डीबार पुग्यो बर्गरमा देखेर पुग्ने हो। हाम्रो टोलीहरू अरू बेला त कस्तो लाग्छ अहिले कस्तो लाग्छ होला। हामी अगाडि हाम्रो अगाडि मेलामा चाहिँ लन्डन ब्रिज पनि रहेको छ। चाहिँ आयौँ है साथीहरू मेलामा आइसक्यौँ। लन्डन ब्रिज यहाँ छोराले बोकिरहेको फोटो खिच्ने कार्यक्रममा हाम्रो टोलीहरू हाम्रो टोली बहिनीहरू यता फोटो खिच्ने कार्यक्रममा हामी चाहिँ भिडियो हामी चाहिँ फाइनली लन्डन ब्रिज आइपुग्यौँ है साथीहरू। यता चाहिँ आउँदैछन् हाम्रो टोलीहरू उता। हामी चाहिँ लन्डन ब्रिजतिर आइसक्यौँ साथीहरू। छोरो खेल्नेहरू चाहिँ अब लन्डन ब्रिजबाट झर्न आयौँ है साथीहरू। चाहिँ भित्र छिरिसक्यौँ है। अब मेला उता भित्र कार्यक्रमतिर जान लाग्यो। यता चाहिँ हेर्न सक्नुहुन्छ अचारहरूको भेराइटी आइटमहरू। यता फेरि सब्जीहरू फुलहरू डलहरू यता नि अचार यता डलहरू यता प्याम्पसको अचारहरू हजुर। अङ्कल कस्तो भइरहेको मेला आजको अङ्कल? राम्रै भयो अङ्कल त ब्याग स्याग भिडेर हाम्रो टोलीहरू रकना बेबी रकना यता जुत्ताहरूको आइटम रहेछ। केटाकेटीको गाडी खेलिरहने हाम्रो यहाँ नात पनि छोरा पनि खेलियो क्या हो। मेरो छोरो रिसाको अवस्थामा ए ल ल ल
भित्र आइपुगेमै साथीहरू हेर्न सक्नुहुन्छ वडान्छ है उतातिर होटेलको लाइन साथीहरू हजुर हजुर ल हेर्न कहिले यहाँ जा त्यसलाई यहाँ झट ड्याडी साथीहरूसँग प्रतिस्पर्धा गर्दाखेरि तपाईँको नम्बर कम भएको मात्रै हो आगामी दिनमा अझै राम्रो गरेर अझै पढ्नु हेर्दा खाँदै खान्
सकेर अब घर फर्किन लाग्यो साथीहरू। ए अङ्कल भरिया बोकेर हिँड्नु भयो। हेर्नु सक्नुहुन्छ साथीहरू। अझै हामी अब घर जान लाग्यो। अझै हामी अटोमा जान लाग्यो साथीहरू। हामी चाहिँ अब घर हिँडेको गाइजहरू। गाइजहरू यहाँ घर हिँड्दाखेरि चलो। यो सन्देश भाइ चाहिँ रोच नरौ भएको। गाइजहरू के गर्ने जाडोले पर्न लागिसक्यो भने चिनाइसक्यो मलाई यहाँ जाडो 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 निभाउनु पऱ्यो नि त गाइजहरू कति